गाइस म रविन्द्र कुमार लुङ्गेली मगर स्वागत छ यहाँहरूलाई मेरो नयाँ भ्लगमा। आज चाहिँ हामी सोमबारे होइन सोमबारे मन्दिर हिँड्दैछौँ। हामी चाहिँ तीनजना साउनको पहिलो हप्ता साउनको 1 गते र सोमबार भएकोले हामी भ्लग बनाउन हिँडेको है। यो चाहिँ हाम्रो विवाह अधिकारी आज चाहिँ हड्डी नभन्नु है। आज वेलकम भएको छ हाम्रो भ्लगमा। आज हाम्रो भ्लगमा वेलकम भयो। अनि यो चाहिँ रोशन यो त मगर हो मगर। यो चाहिँ 52 र हाइट पनि छ यसको। अनि यसको टनक्कै छ आज लजाइ हिँड्छ नयाँ ड्रेसमा बनाइदिएको। यो साह्रै लजा। हेलो गाइज, म चाहिँ तपाईँको दोस्त एन्ड होस्ट रोशन होइन। आइसक्यो फेरि। अनि आज चाहिँ हामी मन्दिर जान लागेको अघि रविनले भनिहाल्यो होइन। अनि आजको चाहिँ यो कार्यक्रम के भन्दाखेरि यहाँ हाम्रो चाहिँ एउटा धोबीखोला नामको खोला छ चकमकेमा। अनि यसमा चाहिँ सेतो आएन। अनिखेर अब यहाँ चाहिँ हरेक सोमबार साउनभरिमा मेला जस्तो लाग्छ क्या, बजार लाग्छ। अनिखेर त्यहाँ मन्दिर खुल्छ हुन्छ, गुफा जस्तो छ मन्दिरमा चाहिँ गएर ढल्न दिन्छ। अब दियो भनेदेखि भिडियो बनाउँछ होइन। अब भित्र त सबै अँध्यारो हुन्छ, हल्का बत्ती त बाले हुन्छ। अनि अहिले त्यस्तै हो। अनिखेर सधैँ साउनको चाहिँ हरेक सोमबार लाग्छ। आज चाहिँ 1 गते सोमबार भइगयो। अनि हामी चाहिँ पहिले हप्ता आइदिएको। यो त पछि आउनु छ आउँछु। अनि त्यसपछि आएर यहाँ चाहिँ अनि ढोक्ने गर्ने अनि खाजासाजा खाने अनि जाने आज चाहिँ। अनि आजको यो छोटो भ्लग छोटो हुन्छ कि लामो त थाहा छैन। अब बनाउनु जाँदा कत्रो हुन्छ होइन। आज चाहिँ हामी जाँदैछौँ टकमके नैरो पुगिसक्यो हामी माथि। अब यहाँबाट टक्क जाने हो। अनि जाने गएर पूजासुजा गर्ने फर्किने चकमकेमा खाजा खाने अनि लामबन्डर जाने। अनि हामी चाहिँ कति 15 मिनट जति आइसक्यौँ। अब 10 मिनट जति लाग्छ होला। यहाँबाट फाट्छ। अब तेर्छु। अब हामी त्यो देखाइबस्नु पर्छ र पर्दैन है बाटो फास्टरबाट देखाइदिने कि। अब त्यस्तै हो होइन। अब आज मेरो कपाल स्टाइलमा छ। राइकी भाइ है बाई बाई। गाई जग्गा एउटा क्युट नानीहरू आउँदैछ। म नथपने गरी देखाउँछु ल। वेस्टिङहरू हट्न भएको छ। गाइस तपाईँहरूले देख्नु होला होइन। हो तपाईँहरूले देख्नुभयो त होइन। हो अब थाहा छैन होइन। मैले अब हेरी त बनाएको थिएन भन्न मिलेन। फ्रेस एकदम बिहान पनि नआएको। गाइस होइन फेरि हामी चाहिँ खोलामा आइसक्यौँ होइन। यहाँ अब बाइकहरू हेर्न सक्नुहुन्छ। अब मान्छेहरू कति होला हाम्रो खानु होला होइन। अब बाइकहरू देखिसकेको छ गाडीहरू। गाइस होइन हामी चाहिँ मन्दिर जान सिँढी चढेको होइन। मन्दिरको चाहिँ सिँढी देखाइदिन्छु म। गाइस यो चाहिँ थाकिसक्यो होइन। थाकिस् गाइस होइन। म आउँदै थिएँ होइन। मलाई चाहिँ यहाँको फोटो खिच्न जान्छ एकछिन नआउनु भनेर भन्छ क्या होइन। उनीहरू क्या काम नलाग्छ म देखाइहाल्छु नि। यहाँबाट सिडी सक्यो भने गाइस धुलो बाटो गिटी छ।
यहाँबाट भित्र गुफा छ होइन। गुफाभित्र दिँदैन होला फोटो खिच्न गाइज। हामी चाहिँ मन्दिरको गुफानेरि आइसक्यौँ होइन। मन्दिरको यहाँबाट भित्र जाने हो। अनि अझै मैले चाहिँ पज गरेर आएको छु अनि भित्र गएर रिज्युम गर्छु है। फाइनली गाइज हामी चाहिँ गुफाभित्र आइसकेका छौँ होइन। बत्तीबारमा अगाडि उताबाट मान्छे आउँदै हुनुहुन्छ होइन। हामी यताबाट जाँदैछौँ। गुफा यस्तो टाइपको छ होइन। टाउको ठोकिन्छ, टाउको ठोक्यो भने फेरि दुलो पर्न पनि बेर लाउँदैन। सबै तिखो तिखो ढुङ्गा छ होइन। यो चाहिँ पुरै नेचुरल गुफा हो है, मान्छेले बनाएको होइन होइन। यो चाहिँ पुरै नेचुरल गुफा। माथि यस्तो छ टाउको ठोकेर है पूजा गर्यो। बिस्तारै गाइज होइन। यहाँको यस्तो छ ठाउँ। राम्रोसँग पूजा गर्नुभयो अङ्कल? यस्तो सोरुममा छिर्दैछौँ है। हामी आयौँ गुफाभित्र। अलि ठुलो ठाउँ आइपुग्यो। यहाँनिर फेरि सुतेर छिर्नुपर्ने खालको छ ठाउँ यत्रो छ होइन। एडजस्ट गर्छौँ हामी। हामी उतादेखि पूजा गर्दै आउने हो होइन। यहाँ पालो नपाएर साथीहरू बसिरहनु भएको छ होइन। टिकटक होइन यो त भ्लग हो, भ्लग युट्युबमा आउँछ। पूजा गरिसक्नु भयो? अब हाम्रो पालै आया गाइज। फाइनल्ली ढाड ठोकिसक्यो। बस्नुपर्छ एकछिन। भित्र भिड छ एकदम कुदाकुद गाइज। भित्र चाहिँ एकदम भिड छ होइन। अब के हुन्छ हेरौँ होइन। भिड लास्टै भिड भएको त्यो संरचना हेर्न सक्नुहुन्छ होइन। यस्तो छ गाइज। अब यहाँ होइन चढाउनु पऱ्यो। यहाँदेखि स्टार्ट छ होइन। अब हामीले त ल्याए होइन। यहीँबाट टिपेर यहीँको चढाइदिने हो होइन। यति चढाइदिने हो। यहाँ एक ठाउँ चढाइदियो पैसा होइन। यहाँ अब चढाइदिउँ होइन गाइज। दुईवटा ठाउँ चढाइदिन्छ। अब यहाँ अब हामीले त ल्याएन। यहीँको त चढाइदिनु पऱ्यो नि जे भयो नि। यहाँ पनि ढोकिदिनु पऱ्यो। ए यहाँ सानो बच्चा छ, बच्चालाई छोडिदिनु अगाडि। अगाडिको मान्छेहरूले चाहिँ छोडिदिनु। बच्चा आउँदै हुनुहुन्छ। अब यहाँबाट छिर्नुपर्ने स्थिति आइसक्यो गाइज होइन हाम्रो चाहिँ। फेरि अब एउटा राम्रै नानी रहेछ होइन यहाँ चाहिँ। पूजा गरेर हेलो नानी। रविले घन्टी बजाउँदैछ गाइज। खोइ म पनि गाइज घन्टी बजाउनुपर्छ। अब बिगसेको पालि होइन। बजाइन बजाइसक्यो अलिक टिङ भइगयो। यहाँदेखि स्टार्टिङ होइन यस्तो। हाम्रो चाहिँ स्टार्टिङ भयो होइन। अब हाम्रो पालि आइसक्यो। सबैजना गइसक्यो। अब यहाँ हामीसँग छैन। यही पूजा गर्ने अनि यहाँदेखि सुरु। अब फेरि टोकिन पर्ने भइहाल्छ। यहाँ हो चढाउनु पर्ने। यही चढाइदिउँ ल। ऊ यहाँनिरबाट ढोक्दैन। लगाइदिए मलाई ठुलो ठुलो मान्छे बन्नु आयो होइन। अब यहाँ ढोकेर उस माग्ने हो होइन। ढोक्नु पर्यो त।
ढोग तपाईँ ढोग टाउको टेकेर ढोग घुँडा पनि टेक्नुपर्छ के गरेको त्यो घुँडा पनि टेक घुँडा पनि टेक पख म अन्टीलाई देखाइदिन्छु आया अब म त आफै खाँदिनँ तपाईँले नि खाइदिनु एउटा धन्यवाद आउने बाटो गाइड ओहो सरी कसैलाई किल्छ भनेदेखि मलाई खाइदिएन एउटा मलाई नि खाइदिएन एउटा उयो अहिले चाहिँ पार्टी बगेको छ होइन गाइस हामीले त चुक्यो यहाँ के गर्नुमा बिहे गरेर पाउँदैन होइन अरे न हामी चाहिँ बाटो जाउँ आयो बुझ्यो धेरै मलाई त धेरै गुल्ले भएपछि क्या ओ अगरबत्ती झिक्का यहाँ अगरबत्ती बाल्ने अन्त टिका लाउने अनि जाने है अब यहाँ हामी चाहिँ अगरबत्ती बालेर पूजा गरिदिने हो होइन भयो सर्केको होइन लास्ट बत्ती बोल्यो अहिले उनीहरूलाई जाए तेरो कपाल डरला ओ मेरो आई लभ यु झरेको नि गाइस कतिचोटि घुमाउनु पर्ने थाहा छैन म चाहिँ घुमाइदियो होइन अब राख्नुपर्छ उल्टो घुमाइस् यसरी धेरै ल आथार कता खोज्नु हौ यो यतिकै गाडी त ल मेरो चाहिँ यो है मेरो आई लभ यु किल्ची हाल्यो नि ल सबैले घुमाइसक्यो बजाउनुपर्छ कहाँ धेर भयो दादा गाइस हैन रविना बस काम नै छैन आखिर त्यति भन्दा मलाई अन्तिममा त मेरो देखान हाम्रो चिन्डे सर चाहिँ टिका लाउँदै हुनुपर्छ होला नि अब एकछिन फोटो खिच्न गाइज हामी होइन एकछिन फोटो खिच्ने अनि बस्ने अनि जाने है मन्दिर सक्यो नि हाम्रो चाहिँ कार्यक्रम सकिसक्यो होइन मन्दिर आउने अब तल जाने खाजासाजा खाने हो अनि खेर जाने अब आज मोमो खाने प्लान थियो अब आन्टीले फोन गरेर मोमो खानु हुँदैन पूजा गरिसकेपछि भनिहाल्नु के गर्ने पूजा गर्ने कार्यक्रम सक्यो होइन अब हामी चाहिँ खाजा खाने हिँडेको अनि हाम्रो चाहिँ यहाँ यो नानीहरू र हेलो गाइज हेलो के छ नि तिमीहरूको ओहो चस्मा लगाइदिनु त लु छोडिदेऊ नि त साडी नानी चस्मा लगाउँदा चाहिँ मलाई फेरि धेरै यहाँ छ देख्ने क्या हेर्नु त यहाँ त अनि तिमीहरू कतिखेर यो कसको चस्मा अरे खास गरी यति मान्छेको चस्मा लगायो है गाइज हामी चाहिँ होइन चकमक आइसकेको छ
सिधा गरेर अब यहाँबाट खाजा खाने। अहिलेसम्म खाएको छैन, अहिले चाहिँ 12:02 भयो चाहिँ होइन। अब खाजा खाने अनि फेर जाने राम मन्दिरतिर। अनि अहिले चाहिँ हामी 4 जना छौँ। ज्यादामा अलिकति आयो अरू पनि थुप्रै छ टोलीहरू पनि होइन। त्यहाँनिर हामी 3 जना गएको, अहिले त थुप्रो भइसक्यो टोलीहरू। अनि अब खाजा खाने अनि राम्रोले जाने। बाई बाई। यो गाइज अहिले चाहिँ हामी रुममा छौँ होइन। अब दिउँसो त्यस्तै परिस्थितिले गर्दाखेरि भिडियो बनाउन पाइएन। खाजासाजा खायौँ, आयौँ हामी चाहिँ। अनि आएर एकछिन बसेर अनि सुत्यो गऱ्यो। अनि फेरि बलसँग गयो आयो। अनि अहिले चाहिँ मौसम खाएर नि हामी चाहिँ बसिसकेका छौँ होइन। अब हामी 2 जना छौँ अनि अर्को कोठामा छ। अब इन्डिङको लागि मात्र बनाइदिएको हो यो चाहिँ होइन, लास्टमा अलिकति। अब लाइक कमेन्ट सेयर सब्सक्राइब सबैजनाले गरिदिनु होला होइन। भिडियो हेरेर मजा लिनु होला। हाम्रो यस्तै छ होइन। अब मन्दिरको दर्शन सबैजनाले राम्रोसँगले गर्नु होला। बाई बाई। नयाँ ब्लगमा भेटौँला है।